माग्नुस् न प्रभुसँग, तपाईलाई हजार हैन लाखौं दिनुहुन्छ। आज्ञाकारी हुनुस् न, अनाज्ञाकारीलाई त्यागेर आज्ञाकारी बन्नुस् न, जीवन हरिभरा हुन्छ। तपाईको जीवनको लक्ष्य पनि तपाईलाई थाहा हुन्छ। जब तपाई र म परमेश्वरको नजिक जान्छ तब समस्याहरू थुप्रै आउँछन्। शैतानले पनि रोक्न खोज्छ, छेक्न खोज्छ, तर त्यो भनेको चाहिँ एउटा सिडी हो। जतिखेर तपाईमा समस्याहरू आउँछ तपाईले के बुझ्नुपर्छ भने म बलियो हुँदैछु, अब म चाहिँ बलियो हुँदैछु भन्ने कुरा चाहिँ तपाईले बुझ्नुपर्छ के। जुन फलाम तातेर पिटिन्छ त्यही फलाम अन्तिममा राम्रो भाँडा बनेर बाहिर निस्किन्छ र त्यसको मूल्य चाहिँ एकदमै राम्रो पाइन्छ। आमेन। आज तपाई र म पनि त्यस्तै हो। जति समस्या तपाई र मेरो जीवनमा आए पनि हामी चाहिँ घिसिएर पिटिएर जानु पर्यो भने भन्देखिलाई चाहिँ हामी टुप्पोमा गएर चाहिँ